हेलो एभ्रिवान, गुड मर्निङ। फेरि पनि स्वागत छ हजुरलाई मेरो अर्को मिनी ब्लगमा। अनि आयो हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि आज चाहिँ मलाई धेरै दिनपछि भिडियो बनाउन मन लाग्यो। म चाहिँ उठिसकेपछि चाहिँ फर्स्टमा मैले बेडहरू ब्ल्याङ्केटहरू मिलाउँछु। बेडहरू मिलाइसकेपछि चाहिँ पानी पिउनै पर्छ, मलाई चाहिँ पानी पिएँ। अनि मैले चाहिँ बेडहरू मिलाएँ। अनि चाहिँ मेरो साथी। त्यसपछि चाहिँ म भएँ फ्रेस। मैले चाहिँ मुखहरू धोएर आएँ। अनि त्यसपछि चाहिँ सिन्दुर त लगाउनै पर्यो। अनि मैले चाहिँ पूजाहरू गरेँ। म चाहिँ चोखो भएको बेलामा पुरै पूजा चाहिँ गर्छु डेली नै। अनि आयो मेरो प्लान्टहरूको पालो। मैले चाहिँ प्लान्टहरूलाई पानी राख्दैछु। मेरो चाहिँ यो नगरेर बिहानीको सुरुवात चाहिँ हुँदैन है गाइस। मैले चाहिँ प्लान्टहरूमा डेली नै पानी राखिदिन्छु थोरै थोरै बिहानमा। अनि यो मनी प्लान्ट पनि कति ठुलो भइसक्यो क्या आजभोलि चाहिँ। अनि यो भ्यू हेर्नु न गाइस, कति राम्रो देखेको बिहानमा। आजभोलि चाहिँ बर्खा लागिसक्यो नि त, अनि डेली पानी पर्छ हाम्रोतिर चाहिँ। हाम्रोमा चाहिँ बिहानै आउँछ दुध चाहिँ। अनि म उठ्दाखेरि चाहिँ दुध आइसकेको थियो। अनि यो चाहिँ हिजोको दुध। अनि हेर्नु न कति राम्रो दही जमेको। अनि यो चाहिँ हिजोको दुध। यसलाई पनि फेरि मैले दही जमाएँ आज पनि। त्यसपछि लाग्यो म खाना बनाउनुतर्फ। अनि मेरो हातमा के छ गाइस हेर्नु त, सुकुटी छ मसँग चाहिँ, राँगाको सुकुटी हो चाहिँ। आज चाहिँ आलु र सुकुटी बनाउनु लाग्यो मैले। अनि आजभोलि चाहिँ मैले मासुहरू नखाएको धेरै नै भयो कि मेरो हेल्थ प्रब्लमले गर्दा खाएको छैन। अनि आज चाहिँ एकदम खान मन लाग्यो मलाई चाहिँ। अनि यो सुकाएको सुकुटी चाहिँ अलिक फरक नपर्ला भनेर आज चाहिँ मैले पनि खाने विचार गरेँ। अनि हेर्नु न गाइस, फर्सीको मुन्टा। आजभोलि चाहिँ फर्सीको मुन्टाको सिजन हो नि त। कसलाई मनपर्छ फर्सीको मुन्टा। अनि हजुरहरूको बारीतिर आजभोलि के तरकारी छ? हाम्रो चाहिँ फर्सीको मुन्टाहरू छ क्या। अनि अघिको सुकुटी र आलु पनि रेडी भयो। अनि यो फर्सीको मुन्टा पनि रेडी भयो पकाउनलाई। अनि मैले चाहिँ बनाएँ। सबै खानाहरू रेडी भइसकेपछि लाग्यो म खानातर्फ। यो चाहिँ आजको मेरो खाना खाइसकेपछि सबै कामहरू सकेर चाहिँ मैले स्किन केयर गर्दैछु। आज चाहिँ मैले भान्जालाई स्कुल पुऱ्याउनु पर्नेछ नि त, आजभोलि एक्जाम चल्दैछ। त्यही भएर चाहिँ मैले खाना पनि अलिक छिटो नै खाएँ अरू बेला भन्दा। अनि खानाहरू खाएर सबै काम सके। आजभोलि चाहिँ मैले मामा अर्थको प्रडक्टहरू युज गर्दैछु कि। योभन्दा पहिले चाहिँ मैले एनप्लसको प्रडक्टहरू युज गरेँ, त्यो पनि एकदमै राम्रो थियो ओइली स्किनको लागि। अनि यो चाहिँ झन् एकदमै बेस्ट लाग्यो कि मलाई चाहिँ। मेरो चाहिँ एकदम ओइली स्किन छ। म चाहिँ भएँ रेडी। अनि भान्जा पनि रेडी भइसक्नु भएको थियो। अनि आजको मेरो मिनी ब्लग हजुरहरूलाई कस्तो लाग्यो? सबैजनालाई लाइक गर्न चाहिँ नबिर्सिनु। बाई बाई एभ्रिवान। फेरि अर्को मिनी ब्लगमा